आदरणीय दर्शकबिन नमस्कार। नेपालमा फेरि चुनाव हुने भएको छ। आज म तपाईको सामु चुनावको कारणले नेपाली शेयर बजारलाई कस्तो प्रभाव पर्छ भन्ने कुरा लिएर उपस्थित भएको छु। धेरै दिनदेखिको राजनीतिक खिचातानीपछि अनन्त नेपाली राजनीतिले अर्कै मोड लिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिएको दाबी पूर्ण नभएको भन्दै प्रधानमन्त्री नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी थिइन्। राष्ट्रपतिको निर्णयपछि बसेको मन्त्री परिषदको बैठकले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको घोषणा गर्ने निर्णय गरेको हो। निर्वाचनको मिति 2078 साल कार्तिक 26 गते शुक्रबार र दोस्रो चरणको निर्वाचन 2078 साल मङ्सिर 3 गते शुक्रबार सम्पन्न गर्ने गरी घोषणा भएको छ। राष्ट्रपतिले जारी गरेको विज्ञप्ति यस प्रकार छ। सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा 76 को उपधारा 7 बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन सम्बत 2078 साल कार्तिक 26 गते शुक्रबार र दोस्रो चरणको निर्वाचन सम्बत 2078 साल मङ्सिर 3 गते शुक्रबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार मन्त्री परिषदबाट मिति 2078-28 मा निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन सम्बत 2078 साल कार्तिक 26 गते शुक्रबार र दोस्रो चरणको निर्वाचन सम्बत 2078 साल मङ्सिर 3 गते शुक्रबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ। तसर्थ आउनुहोस् दर्शकबिन, चुनावले नेपाली शेयर बजारलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा गरौँ। शेयर बजार र राजनीतिको एकदमै नजिकको सम्बन्ध हुन्छ। राजनीतिक स्थायित्वले देशमा शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दछ भने पुँजी बजारमा पनि सकारात्मक प्रभाव पार्छ। पुँजी बजार बढ्ने घट्ने प्रमुख कारण लगानीकर्ताको मनोविज्ञान नै हो। यसको अलावा पनि देशको वित्तीय अवस्थाले शेयर बजारको बाटो निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। नयाँ बजेट आउँदैछ, चुनावको खर्च पनि बजारमा आउँछ। बजारमा पैसा आएपछि बैंकको ब्याज दर घट्छ। ब्याज दर घटेको मौकामा धेरै लगानीकर्ताले बैंकबाट ऋण लिएर शेयरमा लगानी गर्ने गर्दछन्। तर अहिलेको अवस्थामा ब्याज दर त घटेकै छ। अहिले कोरोनाको महामारीमा लगानीको सबै ढोका बन्द हुँदा अरू क्षेत्रको लगानी पनि शेयर बजारमा भित्रिरहेको छ। लगानीको एउटै मात्र क्षेत्र बनेको छ नेपाली पुँजी बजार। यसको प्रभाव दैनिक कारोबार रकमले रेकर्ड राखिरहेको छ भने नेप्से इन्डेक्सले पनि उचाइ छोइरहेको छ, नयाँ रेकर्ड कायम गरिरहेको छ। लगानीकर्ताहरूमा खुसी र उमङ्ग छाइरहेको छ। अहिले विभिन्न कम्पनीहरूले आफ्नो राम्रो प्रतिवेदन प्रस्तुत गरिरहेका छन्, राम्रो प्रतिफल दिइरहेका छन्। बजार घट्नुपर्ने कारण केही छैन। त्यसैले आम लगानीकर्ताहरूले अरूको बहकाउमा नलागी आफ्नो स्वविवेक प्रयोग गरेर लगानी गर्नुपर्दछ भन्दै आजको भिडियो यहीँ बन्द गर्न गइरहेछु। हस्त साथीहरू, फेरि पनि यस्तो उपयोगी भिडियोहरू लिएर उपस्थित हुनेछु। आजलाई यति। भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गरी सहयोग पुर्याइदिनु हुन विनम्र अनुरोध गर्दछु। हस्त धन्यवाद।